ल अब म चाहिँ यो अलिकति भ्लगिङ गर्न मन लाग्यो नि सिनहरू चाहिँ यहाँको प्लेसहरू देख्दा ल यो चाहिँ मेरो एरिया यो फुटबल ग्राउन्ड हो यो यहाँ चाहिँ फुटबल ग्राउन्ड भव्य फुटबल ग्राउन्ड चाहिँ एकदम म्याच हुन्छ नि त यो एरियामा ठाउँबाट आएर यो चाहिँ म अब यो चाहिँ माथि त्यो त्यो डाँडामा लास्ट डाँडामा चाहिँ म पुग्दैछु होइन साँझ परिसक्यो त्यही पनि म पुग्छु जसरी पनि मलाई चाहिँ लगभग 45 या आधी घन्टा 30 या 45 मिनटको टाइम चाहिन्छ त्यहाँ पुग्नलाई वेट चाहिँ अहिले नयाँ यो पहिलाभन्दा धेरै राम्रो हो नि त पिच गरेको धेरै राम्रो भयो नि त यहाँ जान्न होइन कस्तो छ माइ गॉड यस्तो नाइस प्लेस के भन्नु अब बच्चा गाउँघरमा यस्तो बच्चाहरू अब बिच वेमा नै चाहिँ अब प्लेइङ गर्छन् वे चाहिँ यस्तो दामी स्टेज चाहिँ क्या यस्तो ठुलो छ वे चाहिँ दामी नै छ होइन यो अघि नै भन्छ है यो अघि नै साइड हो यता चाहिँ सानो चाहिँ एउटा खोला छ तिनौ खोला भन्छ ल गाइयो है यति नै रहेछ यहाँ चाहिँ बिच चाहिँ मिक्स भयो यता फेरि अर्को चाहिँ वे चाहिँ उ गर्न खोजेको रहेछ म चाहिँ एडभर्टाइज बाइक चाहिँ एकदम दामी छ यो बाइक चाहिँ यस उ के अरे सस्पेन्सर यस्तो दामी क्या डबल बस्नुपर्छ यस्तो दामी हुन्छ यो चाहिँ सस्पेन्सरको लागि एकदम दामी छ यो यागिर अहिलेको के भन्छ यसको मोडल एक्ज्याक्ट मलाई पनि थाहा छैन तर म चाहिँ तपाईँहरूलाई फोटो पनि हालिदिन्छु होइन थम्बनेलमा चाहिँ म फोटो हालिदिन्छु यो बाइकको यस्तो दामी छ क्या थम्बनेलमा चाहिँ मैले यसको चाहिँ उ हालिदिन्छु फोटो अनि भिडियो पनि म बनाएर चाहिँ हालिदिउँला यसको अब यहाँबाट चाहिँ अफरोड बाटो लाग्नुपर्छ क्या अफरोड बाटो छ अफरोड बाटोमा चाहिँ अलिकति त्यस्तै छ अफरोड वाइड छ यस्तै छ अब यता चाहिँ यो चाहिँ अब कहिले चाहिँ अब कम्प्लिट हुन्छ बिचको लागि मलाई जाँदा चाहिँ राति पर्छ जङ्गलको बाटो चाहिँ यस्तो जङ्गल बाटो जानुपर्छ यहाँ चाहिँ हल्का नदी छ कि यो हामी पहिला यहाँ चाहिँ माछा मार्न आउँथ्यो होइन यो एकदम डेन्जर हुन्छ डर पनि छ यो साइडमा अहिले मार्को वेमा म एउटा उताबाट पनि देखाउँछु अझै राम्रो देखिन्छ यस्तो छ यहाँको रिभर यसको सिजनमा फेरि यस्तो बाढी आउँछ कि यो खोला कति मान्छे चाहिँ बिचरा डेड हुनुपर्छ कि यो खोलाले गर्दा गहुँ खेती गरेर तेरा बेसगरी बास थियो अहिले त रहेछ काटिसकेको छ बढी चाहिँ यो हरियो जुन रह भन्छ यो रहमा चाहिँ एकदम माछा मार्थ्यो क्या पहिला है ल हेर्नु त यस्तो छ माछा मारेर चाहिँ एकछिन म तपाईँहरूलाई अलिकति देखाउँछु है यसको बाइक चाहिँ यही हो क्या अब यो नै भन्नु मैले मोडल चाहिँ हेर्नुपर्छ अहिले नयाँको मोडल हो यसको पनि अलि निक्लिसक्यो अर्को नयाँ मोडल यो चाहिँ यहाँबाट जुन यो उ छ यहाँबाट चाहिँ खेती गर्न चाहिँ यो कुलो भनौँ न कुलो यो अलिकति चाहिँ पानीको बाटो लगेर यसरी चाहिँ खेती गरेका छन् अनि अहिले त अलि सुक्खा छ किनकि हिउँदे मास हो यो चाहिँ अहिले पानी छैन यहाँ बेसरी माछा पाउँछ माछाहरू एकदम अनि यो चाहिँ एरिया चाहिँ यो छ जुन एरिया यो एरियामा बिचरा पहिरो एकदम हुन्छ त्यो उसमा चाहिँ स्विमिङ गर्ने ठाउँ छ तर स्विमिङ गर्दा चाहिँ मान्छेहरू धेरै डेड भएको कारणले गर्दा चाहिँ त्यहाँ अहिले चाहिँ स्विमिङ गरेको छैन
यस्तै नै छ। अब एक्लै चाहिँ स्विमिङ गर्ने 1-2 जना स्विमिङ गर्ने डर छ, मतलब ग्रुपमा अब कोही टुगेदर चाहिँ उ गर्दा स्विमिङ गर्दा पनि चाहिँ डेथ हुने गर्छ, तान्छ भन्छ नि, भुटले त्यस्तो तान्छ, डोखले तान्छ त्यो एरियामा चाहिँ। अहिले जे होस् अलिअलि रुख चाहिँ वृक्षारोपण भन्दा पनि आफै चाहिँ साइड उम्रियो होला, त्यसले गर्दा चाहिँ जे होस् ठिक छ। पहिरो कस्तो छ अहिले यसको बारेमा बुझ्नुपर्छ, लगभग जाँदैन होला यो एरियातिर, यस्तो छ हेर्नु, यो जङ्गल है, जङ्गल एरिया हो, के गर्नु गाह्रो छ हजुर। त्यही पनि म चाहिँ जङ्गलको बाटो जाँदैछु, अब मान्छे त पाउन भेटिन्न होला। अब यस्तै पिस जाने हो म, गयो अब हिँडिहालेँ म होइन। अकर्डिङ बाटो यस्तो छ कि जान्न होइन। पुल बनाउनु लाग्दो रहेछ यहाँ चाहिँ, पुल बनाउनु लाग्यो। यो पनि सानो खोला हो तर एकदम बाढी उर्लिएर आउँछ क्या, त्यसले गर्दा यो पुल बन्नु एकदम इम्पोर्टेन्ट थियो। जस्ट ठिक छ, राम्रो गर्नुभएछ। अब सायद यो बर्खाभन्दा अगाडि चाहिँ कम्प्लिट हुनुपर्छ यो पुल चाहिँ, नत्र किनकि यहाँको जुन गाउँको मान्छेहरूलाई आवत जावत गर्न गाह्रो हुन्छ। अब यहाँ चाहिँ अब जङ्गलको बाटो लाग्नुपर्छ है म, जङ्गलको बाटो छ, कता कता कस्तो बाटो छ। म यो बाटो चाहिँ नहिलेको थुप्रै भयो नि त, अहिले आएको बेलामा चाहिँ म जाम भनेर आएको। त्यस्तो डर त छैन, त्यही पनि अलिक रातिमा अलिक नयाँ मान्छेहरूलाई चाहिँ गाह्रो हुन्छ। हामीले हिँडिराख्ने पहिला है, त्यस्तो केही चाहिँ पनि लाग्दैन। तर अहिलेको सिचुएसन चाहिँ कस्तो हुन्छ भन्ने कुरो हो, त्यस्तो सिचुएसन चाहिँ अब चेन्ज नभएको जस्तो त लाग्दैन, चेन्ज भएको जस्तो लाग्दैन। अब जस अफरोडिङ भए पनि यहाँको जुन छ नि यो माटो चाहिँ ठिक छ क्या, त्यसले गर्दा चाहिँ त्यस्तो धुलो मैलो भन्ने हुँदैन। अलिक बर्खामा चाहिँ स्लिप खान्छ, तर अलिक बाइक चाहिँ हेरेर हुन्छ। बाइक ठिक छ भने त फेरि त्यस्तो स्लिपमा अब आफ्नो ड्राइभ चाहिँ हुन सक्नु पऱ्यो। मेन कुरो ड्राइभ चाहिँ कतिको गर्न सक्छ, राइड कतिको गर्न सक्छ भन्ने कुरो हो। सिम्पलै छ यो, त्यस्तो अलिक न्यू जुन पिच रोडमा चलाइराखेको बेला चाहिँ एक्कासी गर्दा अब जहाँ पनि त्यो नै उको प्रब्लमको कुरो हो, तर त्यस्तो चाहिँ केही छैन। यस्तो छ अकर्डिङ डाँडा। म तपाईँहरूलाई चाहिँ यो भिडियो अपलोडिङ गर्दाखेरि जुन मेरो साउन्ड आउँदैन त्यसमा चाहिँ मैले हजुरहरूलाई म्युजिक राखिदिनेछु ल। चिसो लाग्यो। अब फेरि यस्तो गाउँमा छ कि मलाई अब फुल हेलमेट लगाएको छु मैले होइन, फुल हेलमेट लगाएको छु। नत्र फेरि यहाँ चिन्यो भने फेरि त्यही त हो नि, गाउँघरमा रक्सी खाना आऊ, हाम्रो घर पस रक्सी खाना आऊ, रक्सी खाएर जाउला भनेर हैरान गराउँछन् क्या। हुन त गाउँमा पनि लगेर राम्रो हुन्छ। अब त्यस अब हामी बजारतिर बसेको मान्छेलाई त्यस्तो मतलब हुँदैन होइन, मतलबै हुँदैन। तर गाउँमा चाहिँ त्यही हो। अब यो त्यहाँ गाउँ छ, यहाँ माथिदेखि चाहिँ गाउँ आउँछ, त्यो गाउँदेखि अब चिनेको मान्छेहरू, आफ्नो रिलेसन भएको मान्छेहरू हुन्छ। त्यही त गाउँघरमा पहिला रक्सी खाएर हिँडेको मान्छे, त्यही भएर रक्सी खाएर जानु आउनु भन्छन् क्या। अब त्यही त नि गाउँघरमा अब अलिकति भए पनि रक्सी खाइदियो हिँड्यो गर्थ्यो, अहिले चाहिँ खाँदैन। अब मैले छोडेको भनेरै जिद्दी गर्छु नि त।
अब त्यही अब ठाउँमा पुगेपछि बल्ल खान्छु। पहिला पहिला त अब पहिला जस्तो अब आफूसँग एनर्जी हुँदैन नि त अब, किनकि पहिला त्यो बेलामा चाहिँ थियो नि त अब रक्सी खाएर चलाउन सक्ने, तर अहिले सकिन्न होला पनि। सक्नु त सकिन्छ, त्यही पनि ठाउँमा गन्तव्यमा पुगेपछि मात्र चाहिँ लिने होइन। यो वाइ चाहिँ कता जान्छ, यसमा बाटो जङ्गल जाने बाटो हो। अलिक गाह्रो छ यहाँ, यो माथि यो घुम्तीमा चाहिँ एकदम गाह्रो छ क्या। यो घुम्तीमा चाहिँ एकदम भाँसिन्छ गाडीहरू। जहाँ ट्र्याक्टर हिँड्छ त्यहाँ बाटो नराम्रो जसको पनि हो, जुन ठाउँमा पनि ट्र्याक्टर हिँड्ने ठाउँहरूमा होइन। अनि ठुल्ठुलो गाडीभन्दा पनि ट्र्याक्टरले हिँड्दा चाहिँ बाटो चाहिँ अलिकति समस्याको बाटो हुने कुरा नै हो। त्यही हो, अब आफ्नो गाउँमा आएपछि होइन धेरै अनुभवहरू हुन्छ क्या। अहिले त ठिक रहेछ बाटो, यहाँ त एकदम यो मोडमा चाहिँ धेरै माटोहरू हुन्थ्यो कि यहाँ चाहिँ, अहिले त ठिक रहेछ, बनाएको रहेछ। यो बाटो चाहिँ हामी पहिला गोरेटो बाटो थियो होइन। गोरेटो बाटोमा अब मानव अब जे भए पनि यो गोरेटो बाटो, यो त तलबाट खोलाबाट निक्लिने बाटो थियो। त्यो बाटो हुँदा चाहिँ हामी चाहिँ पैदल यात्रा हुन्थ्यो क्या। पहिला चाहिँ पैदल, पछि बने हो नि त पैदल यात्रा हुन्थ्यो। त्यो पैदल यात्रामा पनि एकदम हिँडिन्थ्यो। कस्तो आँखामा किरा गयो जस्तो भयो। यहाँ पनि अलिकति डेन्जरै थियो, त्यस क्लियर भएको छ बाटो चाहिँ, यो उता अर्को गाउँमा जाने बाटो चाहिँ। हस् त म भिडियो चाहिँ अर्को यति गर्छु, मैले एकछिन पछि देखाउँछु है हजुरलाई।